इन्ट्रेस्ट जगाउनको लागि उनीहरूको मतलब चाखलाग्दो विषय बनाउनको लागि क्वार्टरली या 6 मन्थली या इयरली बेसिसमा यसरी मोनिटर गरिदिने हो कि यहाँबाट नगरपालिकाबाट या स्थानीय सरकारबाट होइन बाबु तिमीलाई यो पनि यो स्किल हो है तिम्रो 11-12 पासको सर्टिफिकेट मात्रै होइन यो चाहिँ तिम्रो स्किल हो है यसलाई तिमीले रोज्न सक्छौ यस्तो यस्तो सेक्टरहरू छ हामीसँग त्यो हस्पिटालिटीको हुनसक्छ अब अघि भने जस्तै सिलाइ कटाइको हुनसक्छ आँपकै हुनसक्छ आँपलाई पनि कसरी अहिले आँपको सिजन छ हामीले आँप झरेको देख्छौँ त्यो आँपलाई पनि त पकाउने त एउटा विधि हुन्छ होला नि त राम्रो होइन स्वास्थ्यवर्धक छ कि छैन भन्ने एउटा विधि हुन्छ होला त्यस्तो चिजहरू चाहिँ मतलब प्रोभाइड गर्न स्थानीय सरकारले सक्यो भने चाहिँ राम्रो हुने जस्तो लाग्छ मलाई अनि अर्को कुरा हजुरको हाम्रो जो मेन पावर छ जो हामीले अहिले वरिष्ठताको ट्रेनिङ भन्नुभयो हामीले अनि त्यो वरिष्ठताको ट्रेनिङ दिइसकेपछि ती इम्प्लोयरहरू हामीसँग पुग्दैनन् पहिलो कुरो ट्रेनिङ त भयो यहाँ धेरै सञ्चालन भयो होला त्यो मान्छे पनि त पुग्नु पर्यो त मसित 111 जना मान्छेहरू आए त्यहाँ मध्ये लगभग 80 जनाको त राम्रो नम्बरै होला मसित होइन त्यहाँ मध्ये मैले तिनीहरूको 111 मध्ये चुज गरेको मैले 7 जना अहिले मसित 1 जना छ त्यो पनि आज छोड्छु कि भोलि छोड्छु छ भनेपछि नै मसित मैले अनाउन्समेन्ट गरेको थिएँ मैले अब होइन हामीलाई इम्प्लोइ अनाउन्समेन्ट गरेँ होइन फेसबुकबाट सोसियल मिडियाबाट अनि मेरो मान्छेहरूबाट आफ्नो भनेपछि 111 जना मान्छे आए म ठाउँ मेरो अफिसमा आए बसेँ गरेँ मैले सोधेँ मैले उनीहरूलाई यो पनि सोधेन किनभने उनीहरू फ्रेस थिए भने चाहिँ यो पनि सोधेन कि उनीहरू होइन मतलब पहिला आउने बेला कसैलाई बोल्नुलाई अप्ठ्यारो लागिरहेको हुन्छ उसले त काम गरेर देखाउने हो भनेर मैले त्यो पनि पछि कम गर्दै गएँ पछि सेलेरी मैले कम भन्दै थिएँ सेलेरीलाई बढाउँदै गएँ होइन मान्छे अब आयो आउने बित्तिकै तपाईँले कति दिन्छु भन्नुभन्दा पनि उसको तिम्रो स्किल के छ त्यो स्किललाई सो गर है भनेर भन्यो त्यो भनेको त्यहाँबाट 7 जना चुज गरेँ मैले त्यहाँमध्ये 7 जनामा पनि